आजको यात्रा सुरु हुन्छ नारायणढुङ्गा गाउँबाट। अब हजुरहरूलाई थाहा नहोला नारायणढुङ्गा गाउँ कहाँ पर्छ, कस्तो हो, कुन ठाउँ हो, यो मान्छेले के देखायो भन्ने हुनसक्छ। त्यही भएर नारायणढुङ्गा गाउँ सुदूरपश्चिम प्रदेश बैतडी जिल्ला पुर्सौडी नगरपालिका वार्ड नम्बर 4 पटनामा पर्छ। ठ्याक्कै 4 नम्बर भित्रै पर्ने हो, तर अब पटना गाउँ र यो नारायणढुङ्गा गाउँ पुग्न अलि समय लाग्छ। त्यही भएर ठ्याक्कै हाम्रो वार्ड कार्यालयभन्दा माथिको ठाउँलाई चाहिँ नारायणढुङ्गा भन्ने नामाकरण गरेको छ। आजको भिडियोमा म सामान्य हाम्रो नयाँ सडकको सम्झना रहने गरी नयाँ सडकको झलक प्रस्तुत गर्नेछु। त सुरु गरौँ आजको भिडियो। Hi. Hello family members and welcome back to my channel. Hello everyone, welcome to my new and another video. तपाईहरुलाई मेरो फरक अनि नयाँ भिडियोमा धेरै धेरै स्वागत अनि नमस्ते। मेरा प्रिय दाजुभाइ दिदीबहिनी आमा बुवा सबै निकै होला। मेरा प्यारा प्यारा साथीहरु सबैमा कहाँबाट हेरिराख्नु भएको छ, कही ठाउँबाट हेर्ला छ, देश तथा विदेशमा भएका सम्पूर्ण प्रिय मेरा आत्मीय मनहरुमा नमस्कार गरे। आजको खास भिडियो भनेको गाउँले परिवेशको सौन्दर्य र विकासका नयाँ चरणलाई चित्रण गर्दै मेरो यो 8-9 मिनेटको भिडियो दुर्गा मन्दिरदेखि नारायणढुङ्गा गाउँ र भटना गाउँबाट काटिँदै गरेको नयाँ सडकको यात्रा देखाउँछ। यस भिडियोमा दुर्गा मन्दिर जस्तो पवित्र स्थल पनि समावेश छ, जसले धार्मिक आस्था र सांस्कृतिक धरोहरलाई उजागर गर्छ। साथै भिडियोमा नारायणढुङ्गाको हरियाली, गाउँको प्राकृतिक सौन्दर्य र नयाँ सडकको प्रगति देख्न सकिन्छ। बाटोमा दुर्गा मन्दिर पनि देखिन्छ, जसले धार्मिक महत्त्व थप्दछ। यो हो दुर्गापराबी र दुर्गा मन्दिर पटनाबाट आएको हैन सडक, छुट्याउने सडक हजुरहरूले देख्न सक्नुहुन्छ। यो हाम्रा ठ्याक्कै मध्यमा खाल्किदार खाए है, उनीहरूले खाल्किदार हुन्न नि उहाँ पर पाएर हाम्रा नारायणढुङ्गाबाट आया, यो ओरबाट नारायणढुङ्गाबाट आया र यो खाल्किदार खाए उता लाग्यो। यो चाहिँ तल दुर्गापराबीको लेखा पन्डौटी नै, यो पन्डौट भन्ना नि ठ्याक्कै स्कुल आमद खाए पन्डौट खाएको हो। त्यो एमठी हाम्रो ठ्याक्कै अगाडि गयो, अगाडि गएबाट स्कुलका ठ्याक्कै पछाडितिर पुग्यो। ठ्याक्कै मछिनाड हुँदै नौलादेखि यो देखेको दुर्गा मन्दिर पछि बढ्न जान्ला छु हैन। एमठी अगाडि बढीबढी अब ठ्याक्कै पछितिरबाट यो मछिनाडको गाउँ हेर्नु शान्तिनो देखेको यहाँ एमठी अगाडि बढ्दै वाला छ। अब अगाडि बढीबढी ठ्याक्कै पछितिरबाटले रोड काटिन्ला छ हैन।
यता पुग्दैछु। यहाँनिर यो रुख छ, यसलाई हो हाम्रो दुर्गा मन्दिर। यो हाम्रो 4 नम्बर पटना वार्ड कार्यालयबाट जोडिएको रोड। एमठी अगाडि पटना जाने रोड भयो। एमठी मतिर नारायणढुङ्गा अनि तलतिरबाट आएको रोड चाहिँ स्वास्थ्य चौकी वार्ड कार्यालयबाट आयो। यो चाहिँ अगाडिबाटै एमबी मत गयो ठ्याक्कै नारायणढुङ्गा जाने लेखा। या नारायणढुङ्गा दुर्गा मन्दिरदेखि धर्काना भन्ने ट्र्याक हो। यो अगाडिको उदरिया पहिरो भयो, त्यहाँ मध्यबाटै परबाटै काटिन्ला छैन। यो त काम नलाग्दै भइसक्यो हो। र ठ्याक्कै म एमठी अगाडि गए पार्टीतिरबाटै देखाउनु। अब यो हाम्रो एम्बो दुर्गा मन्दिर अनि यो सबै भाग। ठ्याक्कै म अब एमठी निकलबाटै बाहिर पुगेबाट बाहिरबाटै ठ्याक्कै यो डुङ्गारो नानी हाम्रो डुङ्गाराको त्यहाँ मध्यबाटै आउनु छ रोड। त्यही मध्यबाट जेसिबी लागेको छ। ठ्याक्कै म अहिले सडक रोड काट्टा आइपुगेँ। रोड काट्टाबाट अब म पटनातिर जाने हो। पटना ठ्याक्कै ठ्याक्कै म अब डुङ्गाराको माथि काठाको भिरको बाटो हुँदै सडक हुँदै हाम्रो पर धामीगाउँ हुँदै भटना पुग्छु हैन। अब यो माथि हो। यो अबको यसपछिको चाहिँ ठ्याक्कै माथि अगाडि पाइपलाइन थियो। त्यो पाइपलाइनको ठ्याक्कै पाइपलाइनको बाटोमै यो अहिलेको खन्दै गरेको सडक चाहिँ त्यहीँबाट आएर अब ठ्याक्कै हाम्रो दुर्गा मन्दिरमा जोडिने हो। अब जान्छु म यहाँबाट पटनातिर। अब म पुगेँ धामीगाउँ हुँदै। यो हो धामीगाउँ, हाम्रो 4 नम्बर भित्रकै पटनाको नजिकै महादेवसँग जोडिएको धामीगाउँ। अब धामीगाउँ हुँदै यहाँबाट पर अब
पुगेपछि म पुगे हाम्रो प्यारो गाउँ। जय हो भट्टनाथाली, जय मा मालिका शरणम। कुराहरूलाई आदान प्रदानका नयाँ अवसरहरू पनि सिर्जना गर्नेछ भन्ने आशा गर्दै यसले रोजगारीका अवसरहरूमा समेत सहयोग पुर्याउन मद्दत गरोस् भन्ने आशा गर्दै आजको भिडियोबाट म पनि बिदा हुन्छु। हस्त बाइ, निक्केरी बस्या।